हेलो एन्ड नमस्ते सबैजनालाई हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो यो नयाँ भिडियोमा। आज चाहिँ धेरै दिनपछि मैले भ्लग लिएर आएको छु। के को भने यो सिमसाको आज म सिमसाक टिप्नु गएको थिएँ पानी लिन जाँदाखेरि। अनि पानी लिन जाँदा मैले त्यतिखेर यो टिपेर ल्याएको। अनि अब यो चाहिँ म केलाएर आजको चटनी चाहिँ यो म केसँग खाऊँ भनिरहेको थिएँ। ठिक्कै श्रीमानले पानी लिनु नजाने भन्नुभयो। दाउ पारेर चाहिँ सिमसाक पनि टिपेर ल्याइ गएको हैन। यस्तो मजाको छ सिमसाक अहिले चाहिँ। अब यो जाडो लागेपछि चाहिँ खानु पाउँदैन नि त, फेरि चिसोले भेट्छ। मैले चाहिँ यहाँ केलाउँदै यहाँ राखेको नि त। केला न त यस्तो पनि आउँछ। अनि यो के हो, घुङ्गी हो कि के हो, किरा। यो चाहिँ हाम्रो घर नजिकै पाउँछ। अनि म पानी लिनु जाँदा चाहिँ सिमसाक चाहिँ लिएरै आउँछु हैन। अनि पकाएर खान्छु। आज चाहिँ दाउ पारेर ल्याएको। बुढाले नटिप अहिले सरम हुन्छ। के को सरम हैन, सिमसाक टिपेर खानु पनि म त सरम लाग्दैन, डर पनि लाग्दैन। मेरो मालदिदी चाहिँ साह्रो डराउनुहुन्छ, टिप्नै सक्दैन मालदिदीले त झन् हात कामेर नि। अस्ति पानी लिन जाँदा त्यसलाई पानी भर्नु लाएँ। अनि मैले चाहिँ सिमसाक टिपेँ। त्यसको लागि नि मेरो लागि नि 2 प्लास्टिक टिपेको। अब फेरि घरमा सिमसाक ठ्याक्कै रोप्ने बेला पनि हुन्छ। यो जाडो गएपछि यस्तो मजाले आउँछ कि सिमसाक रोपी खानु। अहिले त चिसोले मरिसकेको छ, सिमसाक पनि भएको छैन, हुँदैन पनि यतिखेर त। यो चाहिँ खोला भएको हुनाले, खोलामा भएको हुनाले बेला बेला खानु पाइरहन्छ। बेला बेला ल्याउँछु। यता नजिकै रहेछ नि त सिमसाक टिप्नु जानु, 8 मिनट त हो। पानी लिनु जाँदाखेरि ल्याइन्छ, खाइन्छ मजाले। टाढो चाहिँ छैन हाम्रो सिमसाक टिपेर ल्याउने खाने खोला चाहिँ। मेरो त्यहाँ युट्युबमा पनि छ होला त्यो भिडियो त, मैले पनि गरेको छु, मेरो छोरी सेराले पनि गरेछ त्यहाँनिर भिडियो। यस्तो मजाको पाउँछ, तर त्यहाँ थाहा पायो भने चाहिँ मार्छ नि। थाहा पाउनु चाहिँ हुँदैन, केटाकेटी खेलाउने न्युले लिएर आउनुपर्छ सिमसाक टिपेर। गुरुरु गयो भने त टिकट पाइन्छ। अझैसम्म चाहिँ मैले टिकट पाएको पनि छैन। म मान्छेहरू लिएर पनि जाँदिनँ, साथीहरू लिएर पनि जाँदिनँ। 2टा छोराछोरी लिएर जान्छु। अनि बुढो, हामी 4 जना हुन्छ। अनि नानीहरूलाई साइकल लिएर जान्छु। नानीहरू साइकल खेल्दै गर्छ हैन। अनि म चाहिँ सिमसाक टिप्छु। त्यतिखेर चाहिँ हामी 2-3 छाक त टिपेर ल्याउँछु। ल अहिलेलाई चाहिँ बाई।